See, जय मसीह। Merry Christmas, मेरी क्रिसमस। Happy Christmas. हैप्पी क्रिसमस। हुन्छ धन्यवाद। हामी क्रिसमसको उपलक्ष्यमा यहाँहरूको विश्वविद्यालयमा आउने यो अवसर अनि मौका यहाँको सरहरूले अनि हाम्रो होस्टेल वार्डेनले र अनि यहाँहरूले स्वागत गर्नुभयो। अनि हामी इमानुएल कृपा मण्डली प्रकाश दीपमार्ग घरेलु सङ्गतिको तर्फबाट हामी यहाँ आएका छौँ र अनि यहाँहरूले स्वागत गर्नुभयो। एकदमै राम्रो गीत गाएर अनि हामीलाई सुनाउनु भयो। प्रभु येशू ख्रीष्टको महिमा भएको छ। यहाँलाई पनि हामी हृदयदेखि नै हामी धन्यवाद भन्दछौँ। र अनि आज हामी एउटा टिम यहाँ आएका छौँ र यसरी अनि हामी विभिन्न ठाउँमा अनि कार्यक्रम येशू ख्रीष्टको अनि सुसन्देश अनि येशू ख्रीष्ट जन्मनु भएको उपलक्ष्यमा हामी विभिन्न ठाउँमा कार्यक्रम यसरी नै अनि गरिरहेका छौँ। अस्ति हामी 4 गतेको दिन माथि आशिष छात्रावासमा त्यहाँ जम्मा 55 जना छोरीहरूको बिचमा अनि हामीले कार्यक्रम गर्दैथ्यौँ र अनि ह्याबिगस स्कुलमा पनि अस्ति भर्खरै मात्र भएको थियो। र अनि यसरी विभिन्न विद्यालयहरूमा अनि स्कुलहरूमा अनि विभिन्न चोकमा अनि कार्यक्रम गर्दै आज चाहिँ हामीले प्रत्येक धरानभरि रहेका मण्डली र विश्वभरि रहेका मण्डलीमा डिसेम्बर 25 तारिक चाहिँ हामीले क्रिसमस आज सम्पन्न गरेका छौँ। र अनि यहाँहरूको बिचमा यो साँझको टाइममा अनि यसरी जम्मा हुन पाएका छौँ। यहाँलाई हामी हृदयदेखि नै धन्यवाद भन्दछौँ। अनि यो क्रिसमस भनेको चाहिँ के हो भन्ने कुराहरू म तपाईँहरूको बिचमा अनि छोटो 2 शब्दमा अनि म बताउन गइरहेको छु। अनि क्रिसमस भनेको चाहिँ मुख्य गरी हामी 5वटा कुरालाई हामी लिन सक्छौँ। किनकि 5वटा कुरा जब हामी पालना गर्छौँ भने हामी त्यो क्रिसमसको अनि साथिक अनि अर्थ चाहिँ अनि पुरा हुँदछ। र अनि क्रिसमस भनेको चाहिँ पहिलो कुरो चाहिँ प्रेम हो। र अनि दोस्रो कुरो चाहिँ बलिदान वा त्याग हो। अनि तेस्रो कुरो भनेको चाहिँ शुभ अनि समाचार अनि खुसीको समाचार दिनु हो। र अनि चौथो कुरो भनेको चाहिँ अनि हामीले आफूले पाएको कुरा अरूलाई दिनु। र अनि पाँचौँ कुरा भनेको चाहिँ अनि एकले अर्कालाई क्षमा दिनुलाई चाहिँ क्रिसमसको अनि वास्तविक अर्थ भन्दछ। त्यसकारण हामीले परमेश्वरको वचन धर्मशास्त्र बाइबलमा हेऱ्यौँ भनेदेखि लुका 1:34ले भन्छ, मरियमले स्वर्गदूतलाई भनिन् र यो कसरी हुन सक्छ किनभने म एक कन्या हुँ भनेर। अनि मरियमले चाहिँ अनि जब आफू एउटा गर्भधारणा गरेर अनि येशू ख्रीष्टलाई जन्माउनको निम्ति जब गर्भधारणा गरिसकेपछि अनि येशू ख्रीष्टलाई उहाँले जब गर्भमा लिनुभयो अनि त्यति बेला स्वर्गदूतले आएर अनि उहाँलाई बताउँदै गर्दा चाहिँ म यो कसरी हुन सक्छ, यो मबाट कसरी सम्भव हुन सक्छ किनकि मेरो विवाह भएकै छैन भनेर। अनि जब मरियमले त्यो कुरा गर्दै गरेको कुराहरू हामी पाउँदछौँ। त्यसकारण अनि मरियममा चाहिँ अनि पवित्र आत्माद्वारा अनि स्वर्गदूतको छायाद्वारा नै अनि उहाँ चाहिँ गर्भधारण हुनुभयो र 9 महिना पछाडि प्रभु येशू ख्रीष्ट अनि यस संसारमा जन्मनु भयो। अनि आज डिसेम्बर 25 तारिकको दिन अनि आज विश्वभर अनि प्रभु येशू ख्रीष्टको जन्म उत्सव अनि हर्ष उल्लासका साथ अनि मनाउने कार्यक्रमहरू भइरहेको छ अनि गरिरहेका छन्। आज ठुल्ठुलो होटल रेस्टुरेन्ट अनि बारहरूमा झिलमिली बत्ती बालेर अनि स्टार तारा लगाएर अनि यो कार्यक्रमहरू गरेर अनि रमाइलो गर्ने कामहरू भइरहेको छ। र अनि आज तपाईँहरूको बिचमा हामी एउटा सानो सन्देश लिएर आएका छौँ। र अनि योहन्ना 3:16मा हेऱ्यौँ भनेदेखि परमेश्वरको वचनले भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। त्यसकारण आज संसारमा रहेका सबै मानिस जातिको निम्ति प्रभु येशू ख्रीष्ट आउनु भएको हो। अनि कोही पनि नष्ट भएको उहाँले चाहनुहुन्न। चाहे येशूमा विश्वास गरेको व्यक्ति होस्, चाहे विश्वास नगरेको व्यक्ति होस्, चाहे जसोसुकै, चाहे धनी होस्, गरिब होस्, शिक्षित होस्, अशिक्षित होस्, जसोसुकै अवस्था र परिस्थितिको मानिस होस्, कोही पनि नष्ट भएको परमेश्वरले चाहनुहुन्न। र उहाँले चाहिँ सबैलाई प्रेम गर्नुहुन्छ अनि सबैलाई माया गर्नुहुन्छ अनि सबैलाई वास्ता गर्नुहुँदछ। त्यसकारण आज हामी दोस्रो अनि तेस्रो कुरा चाहिँ हामी के हेर्न गइरहेका छौँ भने परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ अनि उहाँले प्रेम गर्नुभएको कारणले आज हामीले उहाँमा विश्वास गऱ्यौँ। र अनि आज तपाईँलाई प्रेम गरेको कारणले आज हामी यस ठाउँमा अनि यो पूर्वाञ्चल विश्वविद्यालयमा आज हामीले आउने एउटा अवसर पाएका छौँ। कारण तपाईँलाई प्रेम नगरेको भए आज हामी यहाँ आउने थिएनौँ। र लुका 2:10ले भन्छ, तब स्वर्गदूतले तिनीहरूलाई भने नडराऊ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउने छु जो सबै मानिसहरूका निम्ति हुनेछ। त्यसकारण यहाँ एकजना मानिसको निम्ति भनेको छैन, संसारमा रहेका सबै मानिसको निम्ति यो चाहिँ खुसीको खबर हो भनेर अनि परमेश्वरको वचन धर्मशास्त्र बाइबलले बताउँदछ। त्यसकारण यो खुसीको सन्देश सुनाउनको निम्ति
निम्ति आज तपाईँहरूको बिचमा हामी आएका छौँ। अनि जब यो सुसन्देश चाहिँ स्वर्गदूतले चाहिँ अनि गोठालाहरूलाई बताए अनि गोठालाहरूले चाहिँ अनि संसारका अनि सबै मानिसहरूको बिचमा अनि गएर यो प्रचार गरेको सुनाएको कुराहरू छ। त्यसकारण आज त्यो खुसीको समाचार चाहिँ यहाँहरूको बिचमा पनि अनि हामीले लिएर आउन पाएका छौँ। यो अवसर अनि यो मौका अनि मिलाउनु नै हाम्रो अजय दाइलाई पनि हामी हृदयदेखि नै धन्यवाद भन्दछौँ, किनकि हाम्रो प्रकाश दीपमार घर सङ्गतिको तर्फबाट उहाँले सबै कुराको व्यवस्थापन गर्नुभयो र अनि यहाँ सरसल्लाह गर्नुभयो। अनि यो टिमसँग अनि हिजो मैले पनि फोन गरेर कुरा गर्ने मौका पाएँ र अनि जब यो सबै कार्यक्रमको आयोजना गर्नुभयो र अनि आज तपाईँहरूको बिचमा हामी आउन पाएका छौँ। र अनि आज यो क्रिसमस भनेको चाहिँ अनि लिने अनि दिने। त्यसकारण यहाँ परमेश्वरको वचन धर्मशास्त्र बाइबलमा मत्ती 2:11 लेखिएको छ, अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्ना कन्तुरहरू खोलेर उहाँलाई सुन, सुगन्धित धूप, मुर्का भेटीहरू चढाए भनेर अनि धर्मशास्त्र बाइबलमा हामी पाउँदछौँ। त्यसकारण 750 माइल टाढादेखि ती पूर्वका ती 3 जना ज्योतिषीहरू चाहिँ अनि येशू ख्रिस्टलाई भेट्नको निम्ति यहुदियाको बेथलेहेममा गए र अनि जब अनि त्यो डुँडमा अनि बेरेर गाईको गोठमा सुताइरहेको येशू ख्रिस्टलाई जब ती ज्योतिषीहरूले भेटाए अनि आफ्ना कन्तुरहरू खोलेर सुन अनि मुर्का भेटीहरू अनि चढाएको कुराहरू हामी पाउँछौँ। सुन, धूप र अनि मुर्का भेटीहरू चढाएको हामी पाउँदछौँ। त्यसकारण आज हामीले पाएको कुराहरू अरूलाई दिनुपर्छ, किनकि उनीहरू ती 3 जना ज्योतिषीहरू चाहिँ येशू ख्रिस्टमा विश्वास गरेका व्यक्तिहरू थिएनन्, तर परमेश्वरको पवित्र आत्माद्वारा डोर्याइएर अनि त्यस ठाउँमा पुर्याइएका व्यक्तिहरू थिए। त्यसकारण आज चाहे हामी येशूमा विश्वास गरेका व्यक्ति हौँ चाहे नगरेका व्यक्ति हौँ, सबैलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, सम्मान तरिकाले माया गर्नुहुन्छ, सबैलाई वास्ता गर्नुहुन्छ। त्यसकारण आज तपाईँ अनि हाम्रो बिचमा परमेश्वरले यो एउटा अवसर अनि मौका दिनुभयो र अनि आज तपाईँहरूको बिचमा आज हामी आउन पाएका छौँ। अन्तमा म यूहन्ना 8:12 लेखिएको छ, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिडुल गर्नुपर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। त्यसकारण प्रभु येशू ख्रीष्ट चाहिँ यो संसारको अनि ज्योति हुनुहुन्छ अनि हाम्रो हृदयको आँखालाई खोलिदिने, हामीलाई ज्ञान बुद्धि दिने, समशक्ति दिने अनि सबै अनि संसारमा अनि प्रेम गर्ने चाहिँ मात्र येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुराहरू आज हामीले धर्मशास्त्र बाइबल अनि परमेश्वरको वचनबाट अनि हामीलाई सिकाउँदछ र अनि यही सन्देश दिनको निम्ति आज तपाईँहरूको बिचमा हामी आएका छौँ। अनि यो मौका दिनुभएको लागि हाम्रो सम्पूर्ण पूर्वाञ्चल विश्वविद्यालयका हाम्रा टिमलाई अनि सरहरूलाई अनि होस्टेल वार्डेनलाई र अनि हामी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हामी हृदयदेखि नै धन्यवाद भन्दछौँ। र अनि हाम्रो बिचमा एउटा केक आएको छ र अनि यो केक चाहिँ यहाँ धेरै कुरा मिसाएर बनाएको हुन्छ अनि यो खानामा स्वादिष्ट हुन्छ। यो केकलाई मन नपराउने कोही पनि हुँदैन, किनकि यो केकलाई चाहिँ सानो बालकले पनि मन पराउँछ अनि वृद्धहरूले पनि मन पराउँछ, जवानहरूले पनि मन पराउँछ, किनकि यसमा त्यो स्वादिष्टतापन हुन्छ। तर हामीले यहाँ छुट्याएर यहाँ चिनी, दुध, यहाँ क्रिम लगायतका अनि विभिन्न केमिकलहरू छुट्याएर ल देखाऊ भन्यो भने कसैले पनि देखाउन सक्दैन। त्यसकारण यो जति स्वादिष्ट छ त्यसै गरी यसको स्वादिष्टपन चाहिँ अनि यो विभिन्न कुरा मिसाएर अनि घोलेर बनाइएको छ। त्यसै गरी हाम्रो प्रभु येशू ख्रीष्टमा पनि जब हामी येशूमा विश्वास गर्छौँ तब मात्र हामीले थाहा पाउँछौँ कि त्यो स्वादिष्टतापन भन्ने कुरा चाहिँ हामीले येशूमा विश्वास गरिसक्यौँ, त्यो मार्गमा हिँडेपछि मात्र अनि हामी थाहा पाउन सक्दछौँ। त्यसकारण आज परमेश्वरले अनि हामीलाई प्रेम गर्नुभयो अनि हामीले अनि तपाईँलाई प्रेम गरेका छौँ। हामीले त्यस्तो ठुलो कुरा त केही पनि ल्याउन सकेका छैनौँ। यहाँहरूको निम्ति एउटा केक अनि खानाको बन्दोबस्त भएको छ अनि यहाँहरूलाई हामीले सानो एउटा मायाको चिनो हामीले लिएर आएका छौँ अनि यो मौका यहाँले दिनुभयो र अनि आउँदो वर्षहरूमा हामी अझ अनि रमाइलो तरिकाले अनि अरू पनि कार्यक्रमहरू लिएर हाम्रो स्वास्थ्यको टिम पनि हामीले आज हाम्रो भान्जालाई पनि लिएर आएका छौँ। हामी तपाईँहरूको बिचमा आएर अनि स्वास्थ्य परीक्षणको अनि हामी काम पनि गर्न सक्छौँ। त्यसकारणले हाम्रो अरू विभिन्न कार्यक्रमहरू छ अनि त्यो अरू कार्यक्रमहरू पनि तपाईँहरूको बिचमा समय अनि मौका भएमा र अनि यो मौका दिनुभयो भने हामी अरू कार्यक्रम पनि लिएर तपाईँहरूको बिचमा आउने प्रतिबद्धता गर्दै अनि परमेश्वरको वचन धर्मशास्त्र बाइबलको वचनलाई म यही नै राख्नेछु। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ, किनकि इसाईहरूले चाहिँ जब भेला हुन्छ प्रार्थना गर्छ हामी यो विश्वविद्यालयको निम्ति, हाम्रा यहाँ भएका नानीहरूको निम्ति र अनि उहाँहरूको पढाइको निम्ति, भविष्यको योजनाहरूको निम्ति अनि यहाँ हुने हरेक आवश्यकताको निम्ति हामी छोटो प्रार्थना गर्नेछौँ। जीवित अनि अनुग्रही प्रभु, हामी तपाईँ